2081 सालमा सबैभन्दा धेरै पैसा कमाउने टप 10 नेपाली चलचित्रहरू। कुन चलचित्र पर्यो त टप 10 भित्र अनि कुन चलचित्र कति नम्बरमा पर्न सफल भयो त? सबै थाहा पाउनको लागि हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नम्बर 10 मा रहेको छ चलचित्र लाज शरणम। चलचित्र विकास बोर्डको डाटा हेर्दाखेरि यस चलचित्रले नेपालबाट 4 करोड 34 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। करिब 4 करोडमा निर्माण भएको यस चलचित्र बक्स अफिसमा एभरेज साबित भएको छ। नम्बर 9 मा पर्न सफल भएको छ चलचित्र मनसारा। दह्याङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र मनसाराले नेपाली बक्स अफिसमा 4 करोड 78 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। करिब 2 करोडको बजेटमा तयार भएको यस चलचित्र बक्स अफिसमा हिट साबित भएको छ। नम्बर 8 मा पर्न सफल भएको छ चलचित्र फर्की फर्की। अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र फर्की फर्कीले नेपालबाट 4 करोड 84 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। 4 करोडको बजेटमा तयार भएको चलचित्र फर्की फर्की बक्स अफिसमा एभरेज साबित भएको छ। नम्बर 7 मा पर्न सफल भएको छ चलचित्र घर ज्वाइँ। दह्याङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र घर ज्वाइँले नेपाली बक्स अफिसमा 5 करोड 9 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। करिब 2 करोड 50 लाख रुपैयाँको बजेटमा निर्माण भएको चलचित्र घर ज्वाइँ बक्स अफिसमा हिट साबित भएको छ। नम्बर 6 मा पर्न सफल भएको छ चलचित्र पुजार सार्की। प्रतिभटका पल शाह र आनन्द सिग्देलको मुख्य भूमिका रहेको चलचित्र पुजार सार्कीले नेपाली बक्स अफिसमा 7 करोड 37 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। 2 करोड 50 लाखको बजेटमा निर्माण भएको यस चलचित्र बक्स अफिसमा सुपरहिट साबित भएको छ। नम्बर 5 मा रहेको छ नेपाली चलचित्र अन्जिला। दह्याङ राई र अन्जिलाको मुख्य भूमिका रहेको चलचित्र अन्जिलाले नेपाली बक्स अफिसमा 7 करोड 50 लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ। करिब 2 करोड 50 लाख रुपैयाँको बजेटमा निर्माण भएको चलचित्र एन्जिला बक्स अफिसमा सुपरहिट साबित भइसकेको छ र यस चलचित्र अझै पनि देशका विभिन्न हलहरूमा चलिरहेको छ। नम्बर 4 मा पर्न सफल भएको छ चलचित्र बोक्सीको घर। केके अधिकारीको मुख्य भूमिका रहेको चलचित्र बोक्सीको घरले नेपालबाट 10 करोड 2 लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ। करिब 1 करोड 50 लाख रुपैयाँको बजेटमा तयार भएको यस चलचित्र नेपाली बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ। त्यस्तै नम्बर 3 मा पर्न सफल भएको छ चलचित्र छक्का पञ्जा 5। दीपक राजगिरीको समूहले बनाएको छक्का पञ्जा 5 चलचित्रले नेपाली बक्स अफिसमा 15 करोड 20 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। करिब 3 करोडको बजेटमा निर्माण भएको चलचित्र छक्का पञ्जा 5 नेपाली बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ। नम्बर 2 मा पर्न सफल भएको छ चलचित्र 12 गाउँ। विराज भट्ट र उनका छोरा समीर भट्टको मुख्य भूमिका रहेको चलचित्र 12 गाउँले नेपाली बक्स अफिसमा 19 करोड 92 लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। करिब 3 करोडको बजेटमा निर्माण भएको चलचित्र 12 गाउँ नेपाली बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ। र नम्बर 1 मा पर्न सफल भएको छ चलचित्र पूर्णबहादुरको सारङ्गी। विजय बरालको मुख्य भूमिका रहेको चलचित्र पूर्णबहादुरको सारङ्गीले नेपाली बक्स अफिसमा 46 करोड 80 लाखको ग्रस कलेक्सन गरेको छ। 2 करोडको बजेटमा तयार भएको चलचित्र पूर्णबहादुरको सारङ्गी बक्स अफिसमा अल टाइम ब्लकबस्टर साबित भएको छ। तपाईहरूले भने यी 10 चलचित्रहरूमध्ये कुन चलचित्र हेर्नुभयो र कुन चलचित्र सबैभन्दा धेरै मन पर्यो कृपया कमेन्ट गर्नुहोला। र हाम्रो यस्तै रमाइलो भिडियोहरू हेर्नको लागि कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।